सिराहामा स्कुल बससँग मोटरसाइकल ठोकिँदा एकको मृत्यु, 2 जना घाइते। नमस्कार, सरगम समाचारमा तपाईँलाई स्वागत छ। म फिरोज शेख। सिराहाको गोलबजार नगरपालिका 9 चोहरबामा स्कुल बससँग मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा शिवशक्ति बाल बोर्डिङ स्कुलको बस 81 मोडिदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोकिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका परिचय नखुलेका अन्दाजी 24 वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा परि मिर्चया 5 का 24 वर्षीय शेख रिहान र 19 वर्षीय इम्तियाज रायन घाइते भएका छन्। घाइते शेख रिहानलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने इम्तियाज रायनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। टाउको, दुवै हात, दुवै खुट्टामा चोट लागेका रिहानको अवस्था गम्भीर रहेको छ भने रायनको बायाँ खुट्टामा चोट, बायाँ हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरू तीनैजना एउटै मोटरसाइकलमा सवार रहेको प्रत्यक्षदर्शीले बताएका छन्। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।